साथीहरु सबैलाई नमस्कार। आज चाहिँ हामी तिर्चीका गल्लीमा छौं। यहाँका चाहिँ मान्छे मरेपछि यसरी फूलका माला सजाएबाट हैन रोडभरि फूल फालीबाट पटोका फुटाएर लैजाने गर्दान। यहाँका चाहिँ हेर तिर्चीका गल्लीहरु यस्तो छन् है। यसरी मान्छे लैगेबडी हैन मरेका मान्छेलाई यसरी रोडमा लैगेबडी फूल फालेर गएबडी आफ्ना घरका बाहिर यहाँका मान्छे पानी फाल्ला छन् हैन। पानी फालेर घरको अब साफ गर्दै भेदिनेहरु। यहाँको चलन चाहिँ हजुरलाई कस्तो लाग्छ है? यो भन्दा पहिला थाहा थियो कि हजुरहरुलाई पनि कमेन्ट गर्नु होला। यहाँको चाहिँ हरेक घरका बाहिर हैन यसरी नीमको रुख राखेका हुन्छन् हैन। कसै मान्छेले यहाँ नीमको रुख चाहिँ यहाँ धेरै मान्ने गर्छन् हैन। नीमको रुखबाट धेरै दबाई पनि हुन्छ भन्ने विश्वास पनि छ यिनीहरुलाई मात्र हैन सबैलाई विश्वास छ। न पनि छ त्यसमा। यहाँहरु यसरी सजाउँछन् हैन। हजुरहरुलाई कस्तो लाग्छ? यहाँका घर पनि यसरी बनाएन। वहाँ चाहिँ हाम्रा बाजुहरु हुन्।